आधारभूत स्वास्थ्य सेवा केन्द्रमा चाहिँ सेवाहरू चाहिँ अब थुप्रै छन्। त्यसमा पनि विशेष गरेर अब प्राथमिक उपचारहरूदेखि लिएर अनि पोषणहरू भयो, फ्यामिली प्लानिङ अनि सुरक्षित नमस्कार, मेरो नाम चाहिँ प्रभास कोतामे, म फ्रेसर पब्लिक हेल्थ ग्रेजुएट भनौँ। हामी चाहिँ आज कर्णाली प्रदेशको दैलेख जिल्लामा छौँ। दैलेख जिल्लाको पनि हामी विशेष गरी 8 नगरपालिकामा छौँ। 8 नगरपालिकाको पनि हामी आधारभूत स्वास्थ्य केन्द्र यो 7 नम्बर वार्डकोमा चाहिँ छौँ र हामीसँग चाहिँ हुनुहुन्छ हेल्थ इन्चार्ज हुनुहुन्छ हामीसँग चाहिँ यहाँको। उहाँसँग चाहिँ हामी केही कुराहरू सोध्छौँ र हामी चाहिँ यतिको ठाउँमा उहाँले सेवा दिइराख्नु भएको छ। सर्वप्रथम त उहाँलाई हामी विशेष धन्यवाद दिन चाहन्छौँ, किनभने यस्तो दुर्गम ठाउँमा कर्णाली जस्तो ठाउँमा आएर उहाँले सेवा दिनु भनेको एउटा किसिमको चाहिँ सेवा नै धर्म हो भन्ने उहाँले प्रुफ गरिसक्नु भएको छ। र हजुरको विचारमा चाहिँ यो मलाई थोरै यहाँको चाहिँ के कस्ता सेवाहरू प्रदान हुन्छन् त्यो चाहिँ थोरै बताइदिनुहोस् न। हाम्रो चाहिँ यो आधारभूत स्वास्थ्य सेवा केन्द्रमा चाहिँ सेवाहरू चाहिँ अब थुप्रै छन्। त्यसमा पनि विशेष गरेर अब प्राथमिक उपचारहरूदेखि लिएर अनि पोषणहरू भयो, फ्यामिली प्लानिङ अनि सुरक्षित मातृत्व सम्बन्धी अनि अब अरू चाहिँ पोषणहरू भयो, पोषण लेखाजोखा पनि हुन्छ, कुपोषणहरू नापजाप त्यो पनि हुन्छ। सेवा दिइराख्नु भएको छ, किनभनेपछि हाम्रो यसो भौगोलिक हिसाबले हामी पर्यटकीय हिसाबले हामीले राम्रो माने तापनि स्वास्थ्य सेवामा चाहिँ अझै पछाडि नै रहेको पाइन्छ। र हजुरको विचारमा चाहिँ अब सरकारले के कस्ता कुराहरू चाहिँ अब हजुरको विचारमा स्वास्थ्य संस्थामा के कस्ता कुराहरू चाहिँ उपलब्ध गराइदियो अझ सेवा प्रभावकारी रूपमा दिन सकिन्छ जस्तो लाग्छ? अब यो सेवा प्रवाहको लागि चाहिँ अब हाम्रो चाहिँ भर्खरै स्थापित भएको यो स्वास्थ्य संस्था भएको हुनाले पनि होला सायद। अब यो धेरै सामग्रीहरूदेखि लिएर भवनहरूदेखि लिएर अरू ठाउँको दाँजोमा चाहिँ अब धेरै कम नै छ। हाम्रोमा चाहिँ भर्खरै अब 7-8 वर्ष नै भयो भएको चाहिँ। अनि त्यसको लागि चाहिँ अब विशेष गरी अब सेवा प्रवाह गर्नको लागि चाहिँ हामी कहाँ भवनहरू पनि अलिक अपुग्नै छ। अनि अब सामग्रीहरू इक्विपमेन्टहरू पनि हामीसँग अलिक कम नै छ। जेनतिर भएकोमा चाहिँ हामीले त्यही अनुसार पनि सर्भिस त दिइराखेका छौँ। अझ क्वालिटी सर्भिस दिनको लागि चाहिँ अझ अरू इक्विपमेन्टहरू भयो, भवनहरू भयो व्यवस्थित भइदिएको भए अझ राम्रो सेवा प्रवाह गर्न सकिन्थ्यो भन्ने। अब हामी आधारभूत स्वास्थ्य केन्द्र भन्ने बित्तिकै चाहिँ के बुझ्छ, कतिका बेड हुन्छन्, कति शय्याका बेडहरू हुन्छन्, कति कर्मचारी हुन्छन्, त्यो चाहिँ थोरै अलिकति हजुरले प्रश्न पारिदिनुहोस् न। आधारभूत स्वास्थ्य सेवा केन्द्रमा चाहिँ अहिले हामीहरू चाहिँ 3जना कासा गरेर 3जना नै छौँ। हामी चाहिँ करारमा पालिकाबाट चाहिँ नियुक्ति नै हो। यसमा चाहिँ अब 2जना दरबन्दी नै भएर चाहिँ तोकेको छ। एउटा कासा गरेर 3जना नै छ सर यसमा चाहिँ। अनि हामी कति शय्याको बेड छ हामीसँग चाहिँ? त्यस्तो बेड चाहिँ हामीहरूको अलि एउटा मात्रै छ सर, एउटा मात्र बेड। कर्णाली सुन्दर छ, राम्रो छ, त्यहाँ रारा छ, पच्चल झरना छ, फोक्सुन्डो छ भनेको कुरा सुनिएको छ। तर हामीले कहिल्यै सोचेका छौँ, कसैले कुरा गरेका छौँ कर्णालीको स्वास्थ्य अवस्था कस्तो छ भनेर। हामी सबैको मुखबाट एउटा मात्र गुन्जिने नारा छ, सुखी नेपाल, समृद्ध नेपाली, हाम्रो नेपाल, राम्रो नेपाल। त्यो कुरा गर्दै गर्दा हामीले कर्णालीमा के छ त, कस्ता स्वास्थ्य सेवाहरू दिएका छन्, के कस्ता स्वास्थ्य सेवाहरू दिएका छन् र सरकारले के गरिदिए चाहिँ अझ झन् बेटर हुन्थ्यो भनेर चाहिँ हामीले सोधेका थियौँ। हामी सबैले यो कुरा स्वास्थ्य बुझ्नुभन्दा अगाडि चाहिँ हामीले नेपालको संविधान 2072 लाई बुझ्न जरुरी छ। हाम्रो नेपालको संविधान 2072 ले के भनेको छ भन्दाखेरि प्रत्येक नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनुपर्छ भनेर भनेको छ। त्यसै गरी हेल्थ इज द फन्डामेन्टल ह्युमन राइट्स भनेर डिफाइनै गरेको छ। यति हुँदाहुँदै पनि हामीले पढेकै कुरा हो, कर्णालीमा भूगोल विकट छ, भौगोलिक विकटता, स्वास्थ्यकर्मी जान नमान्ने जस्ता कुराहरू छन्। त्यसै गरी यो कुराहरूलाई मानेर चाहिँ हामीले कस्तो छ त स्वास्थ्य अवस्था, आधारभूत स्वास्थ्य केन्द्रबाट कसरी चाहिँ स्वास्थ्य के सेवाहरू चाहिँ उपलब्ध गराइएको छ र थप नेपाल सरकारले चाहिँ के गरिदियो भने अझ यसलाई चाहिँ बेटर बनाउन सकिन्छ भनेर आज बुझेका थियौँ।